हेलो, हामी चाहिँ आज मम्मी र मामाजी आज बुवाको जन्म घर अनि त्यहाँ थाहा पाएर होइन हामी चाहिँ पहाड घर आइपुग्यौँ। ठुलबा र ठुलमम्मी हुनुहुन्छ यहाँ, अनि चिया खाँदै बसिरहेको थियौँ। दही चामल बनाउनु भएको थियो ठुलमम्मीले, अनि दही चामल खाएर यसो बाहिरतिर निस्क्यौँ। हेर्नु बादल कसरी झुम्रा हेरेर। हामी यता चाहिँ गाडी चढेरै आएको थियौँ, त्यो चाहिँ भ्लग गर्न बिर्सेँ। अनि यो लोकल बगेर हो। हामी फर्किँदा चाहिँ गाडी छुट्यो, अनि हामी हिँड्दै आएको थियौँ। भित्री बाटो कस्तो मान्छेहरू थोरै छन् नि त, अनि थाहा नै थिएन क्या त बाटो थियो थिएन भन्दै। छैन अब आमा यहाँ फर्किनु पर्यो भने त बर्बाद भइहाल्यो नि। बाटो छ दिदी आइपुग्यो मात्रै अप्ठ्यारो बनायो। बाटो त छ प्यागी बस्छु भने होइन उल्टो भइस सक्छ नगर कान्छ मोबाइल थापाको मन्दिरमा हामी प्रवेश भइरहेछौँ होइन। ढुङ्गा भने है लाउँदाखेरि होम गरे ठाउँ कोटी होम गरे ठाउँ त्यहाँ त्यो ठाउँमा त्यो खाडलमा है यो ऊ ढुङ्गामा यहाँ उनको पालाको राजवंशी पालाको यो सबै उसको लेखा छ। यहाँ यी सबै यसरी पढ्न सक्नेलाई श्री गरिराय नम ससितमा रहेछ। श्री गरिसराय नम के यो प्रख्याति श्री यस्तो बनाएको यो माथि देउतालाई चढाएको मान्छेले यो त्रिशुल ढलेको थियो। हामी फर्किँदा भीमसेन थापाको मन्दिरहरू हेऱ्यौँ, अनि तर पुलहरू हेरेर बारीहरू देखाउँदै आउनुभयो मम्मीहरू। बारीहरू हेर्दैमै अनि मम्मी चाहिँ पहिला माइतबाट आउँदा म यहाँ बस्थेँ, यहाँ बसेर बल्ल जान्थेँ भनिरहनु भयो। मम्मीले हेर्नु ल अहिलेसम्म कसरी देखाए यसरी छैन। 10 वर्ष उमेरदेखिको भैँसी दुधीले मोही पानी गरेर बसे हो। आज 52-53 वर्ष लागिसक्यो। त्यसो भने त यो त इजी 10 वर्षैबाट मोही पार्न थाल्नु भयो। 10 वर्षदेखिको भैँसी दुवा हो। सानैदेखिको बाबुवा घर आमा हुने, आमाले नभ्याउने अनि नसक्ने भाइलाई आफैले गर्न पर्थ्यो। सान दाइले त 10 वर्षदेखिको दुवाको विज्ञान दाइले त सानैदेखिको मोही बनाइसक्नु भयो। यो त घिउ निकाल्नु भयो भने है। घिउ आइसक्यो माथि भाल्ने पख नि देखाउ। मोही पारेर यसरी धुप हालेर अनि मात्रै घिउ खानुपर्छ, मोही खानुपर्छ। यसरी त्यो पुरानो रूढिवादी यो परम्परा अनुसारको हो। यसो गर्नुपर्छ यसरी ल। पहाडको घिउ एक तालमा मोही पार्दा चाहिँ यति हुँदो रहेछ ठुलमम्मीको घरमा। मोही पारेपछि हामीले खाना खायौँ, अनि ठुलमम्मीहरू घाँस काट्न जानुभयो। छोडेन आमा नाम्रो ढोकोले जीवन यसै बितानै लाग्यो पढ्नको ढोकोले। छोरा जति सभ्य बने जङ्गली नै छोरी गरे पनि जस हुन्न भन्छन् झम्मरी। कवि भए काव्य लेख्यो खोला भए बाढी
छैन हिम्मत केही गर्ने बस्यौँ शिर ढाली छैन हिम्मत केही गर्ने बस्यौँ के गर्थे बोटो फुकालेर जीवनभरि रुनु पर्ने मुटु चुडालेर कस्तो राम्रो भएछ यति हो मेरो त गान त सक्यो